दुइटालाई लगेर गल्ती गरेको मलाई पाप लाग्छ। म दुइटालाई हेरौँला, म गर्छु। दुःख सुख गर्ने ठाउँ छ हाम्रो। म अघिदेखि भनिरहेको छु, हो एउटाले लगेर एउटा गल्ती गरी भनेको मलाई पाप लाग्छ। साथीमा यो दुबो अँठ्याएर यार, नत्र भने दुइटै सुहानीहरूले मलाई किन यस्तो गर्छ यार। के भन्छ नि मलाई थाहा छैन यार। मलाई यार मलाई पागल गरायो नि बिहानदेखि। म त्यत्तिकै रोडतिर घुमेछु कोठामा पनि। म त जाने अब यो बुढाको बैरक लागेको छ यार। दाजु अझै कहाँ पनि थाहा छैन, न फोन फान छ न केही छ। के भने के भन्थे? यार यो कुरा होइन होला यार। छोड्दै लु चुप लाग। खै यो खै हो नि के हो थाहा नि। अनि त कहाँ थिएस भन्ने हो नि? खै म अहिले बुझौँला त्यसो भए। जे गरे पनि के चाहिँ अब हुन सकिन्छ नि। अब हामी यहाँको मान्छेहरू के अरे हामी अब यहाँको लोकलसँग के चाहिँ गर्न सकिन्छ र। होइन म त यहीँ छु। म अघि भर्खर घरको गएर आइकन भर्खरै गएको। म गएको आधी घन्टा पनि गएको नि। मलाई त थाहा छैन नि। यहाँ त कसैलाई थाहै छैन भने कहाँबाट थाहा हुन्छ त यार। है उनीहरू त हामीभन्दा अब पहिला गएका हुन् क्या। म धरमपुर गइकन अनि आएर लाला दोकान भर्खर बस्दैछु यहाँ। खोइ बाटोमा गाडीवालाले पनि केही भएनन्, केही रोक्यो नि थाहा छैन यार। खै थाहा भएन नि मलाई त यार। मेरो पो कोही नै बताइदिए यार। थाहा भयो भने फोन गर्छु। अहिले म यहाँ लालासँग म सोध्छु, अरूसँग सोध्छु। अरू मान्छेले आउने जाने गाडीमा नि थाहा होला नि त यार। यत्रो गाडी चलिरहेको छ नि। ल अनि तैँले त्यही उसबाट कामको बात गरिरहेछस्? अच्छा चल भन। ल लु अहिले राख। खोइ म त भर्खर धर्मपुरबाट आएर यहाँ बसेछु। मलाई थाहा भएन यार। नत्र थाहा भयो नि मान्छेले त यत्रो गाडी 24 घन्टा यहाँ गुडिरहेछन्। थाहा हुनु पर्ने थिएन नि। के भन्छे? थाहा छैन नि यार। मेरो पैसा पनि आएको छैन। मलाई केही थाहा छैन यार।